हेलो हाई एभ्रिवान, इट्स मेरो रोशन लामछाने। सो आजको भिडियोमा चाहिँ हामीहरू सामाजिक सोसलको चाहिँ एससीको इक्जाम चाहिँ 2081को चाहिँ चैत 13 गते रहेको छ। अब आउँदैछ 1-2 दिनमा होइन इक्जाम छ। सो अब तपाईँहरूले चाहिँ यसलाई चाहिँ कसरी प्रिपेयर गर्न सक्नुहुन्छ, कसरी तपाईँले सोसलहरूमा चाहिँ सोसल यो जुन सब्जेक्ट छ धेरै स्टुडेन्टलाई गाह्रो पनि लागिरहेको हुन्छ। यसमा चाहिँ तपाईँले कसरी चाहिँ राम्रो मार्क्स A-A+सम्म तपाईँले यसलाई कसरी अप्टेन गर्न सक्नुहुन्छ भने चाहिँ आज हामी कुरा गर्नेवाला छौँ। सो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला र कोही स्टुडेन्टहरूलाई केही शङ्का छ भने अथवा केही बुझ्नु भएको छ भने तल कमेन्ट गर्नु होला होइन। म कमेन्ट हेर्छु है, कमेन्ट पढ्ने नि गर्छु। सो तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ केही कुरा बुझ्नु भएन भने। ल अब चाहिँ म भिडियोलाई सुरु गर्छु है। ल अब सुरुमा सोसल भन्नाले अहिले चाहिँ सबै नेपालीमै छ क्यारे होइन, सबै सोसलको कुराहरू। सो अब सुरु एउटा पोइन्ट मेन कुराबाट गरौँ। अब सामाजिकमा तपाईँहरूलाई राम्रो मार्क्स ल्याउनु छ भने सुरुमा तपाईँहरूलाई चाहिँ विषय सूचीहरू होला, त्यो जुन हामीहरूको सिलेबस छ, सिलेबसमा रहेका सबै च्याप्टरहरूको चाहिँ टपिक छ नि, जुन टपिकहरू बुझ्नुपर्छ है। भन्नाले जस्तै गरेर हामीहरूको यहाँ सिलेबसमा जुन टपिक भन्नाले चाहिँ यस्तो के, जस्तै गरेर यो हामीहरूको च्याप्टर भयो होइन, यो च्याप्टर बाई कुराहरू यो भयो है। जस्तै गरेर यो हाम्रो विषय सूचीहरू भयो, तपाईँलाई मैले देखाइदिएको छु। यही अनुसार जुन यो हामीहरूको च्याप्टर बाई विषय सूचीहरू छ नि, यो च्याप्टरहरूको नाम छ नि, हो यही अनुसार चाहिँ तपाईँलाई च्याप्टरहरू चाहिँ च्याप्टरको नाम हेरेपछि च्याप्टर टक्कलाई बुझिनु पऱ्यो क्या होइन। भित्रको कुरा अब जेसुकै होस्, तपाईँलाई त्यो नाम छ नि, यस्तै गरेर मानौँ सङ्घीयता के हो भनेर तपाईँलाई थाहा हुनु पऱ्यो क्या। हो यस्तो कुरा तपाईँलाई थाहा भएन भने चाहिँ फेरि तपाईँलाई इक्जाममा लेख्न गाह्रो पर्छ, सक्नु हुँदैन तपाईँले लेख्न है। तपाईँलाई बेसिकली यो च्याप्टरहरूको नाम के हो है, नाम चाहिँ थाहा हुनुपर्छ अलिअलि गरेर। अनि त्यस्तै गरेर यो च्याप्टरभित्र के भएको थियो जस्तो तपाईँलाई लाग्छ नि, हो त्यो कुरा चाहिँ तपाईँलाई मेन चाहिँ थाहा हुनुपर्छ। त्यति कुरा तपाईँलाई थाहा भयो भने टक्कलाई तपाईँले गर्न सक्नुहुन्छ हो। जस्तै गरेर म तपाईँलाई बुझाइदिन्छु कि तपाईँले चाहिँ अब कसरी चाहिँ यो च्याप्टरको नामहरू बुझ्ने। अघि मैले तपाईँलाई जुन अगाडि देखाएको थिएँ नि यो च्याप्टरहरूको नाम, हो त्यही अनुसार लस्करै मैले पोइन्ट बाई अब तपाईँलाई च्याप्टरहरूको बारेमा भन्दै जान्छु। जस्तै फर्स्ट च्याप्टर अब तपाईँले त्यहाँ अघि मैले अगाडि देखाएकोबाट तपाईँले हेर्न सक्नुहुन्छ। फर्स्ट च्याप्टरको नाम रहेको छ सामाजिकीकरण। अब सामाजिकीकरण भनेको के हो भने तपाईँले थाहा हुनु पऱ्यो। अनि त्यस्तै गरेर यसको बेसिक 2-4 इक्जाम्पलहरू तपाईँले बुझ्नु पऱ्यो। यदि कुरा बुझ्नुभयो भने त्यो च्याप्टरबाट तपाईँले यस्तै च्याप्टरको एक्सर्साइज केही पनि गरेर बस्नु पर्दैन, किनकि सामाजिकका च्याप्टरहरू हामीसँग लामो च्याप्टरहरू छन् है। मैले धेरै कुरा लेख्दिनँ, तपाईँले पोइन्ट गर्न चाहनुहुन्छ भने पोइन्ट पनि गर्न सक्नुहुन्छ है। तपाईँ सामाजिकमा अब धेरै च्याप्टरहरू छन् होइन, यो सबै कुराको तपाईँले एक्सर्साइज गर्न थाल्नुभयो भने धेरै टाइम लाग्छ र त्यो एक्सर्साइजबाट प्रायः जस्तो क्वेसनहरू आउँदैनन्। मुख्य रूपमा चाहिँ तपाईँ च्याप्टर बुझ्नु भएको छ कि छैन भने चाहिँ इम्पोर्टेन्ट हुन्छ होइन, त्यही कुरा हो। जस्तै तपाईँ चाहिँ यसै सामाजिकीकरण भन्ने च्याप्टर छ हाम्रो सबसे पहिला, हामी र हाम्रो समाज भन्ने एकाइमा चाहिँ एकाइ 1मा चाहिँ पाठ 1मा चाहिँ सामाजिकीकरण भन्ने च्याप्टर छ। अब सामाजिकीकरण भनेको के हो है, यसको परिभाषा सुरुमा तपाईँले बुझ्नु पर्ने हुन्छ। त्यसमा चाहिँ मेरो अलिकति अक्षर राम्रो छैन है, तपाईँले एडजस्ट गर्न सक्नुहुन्छ यसलाई होइन। परिभाषा अनि त्यसको उदाहरण, त्यो सम्बन्धीको उदाहरण अथवा केही त्यस सम्बन्धी केही मुख्य कुराहरू छ भने चाहिँ त्यो चाहिँ तपाईँलाई घटनाक्रमहरू पनि तपाईँलाई केही छ। जस्तै गरेर नेपालको इतिहास छ नि, इतिहासमा जस्तै गरेर द्वन्द्वकालहरूदेखि लिएर 2007 सालको युद्धहरू छन्, त्यसलाई के भन्छ त्यसलाई घटनाक्रम भन्छ है। घटनाक्रम पनि तपाईँलाई याद हुनुपर्छ। यदि कुरा याद भयो भने चाहिँ तपाईँलाई चाहिँ राम्रोसँग गर्न सक्नुहुन्छ। मेन कुरा भनेको चाहिँ एउटा तपाईँलाई परिभाषा र उदाहरण चाहिँ चाहियो नि है, त्यो दुइटा बाहेक चाहिँ अरू केही पनि हुन सक्दैन है। यो चाहिँ तपाईँलाई याद हुनुपर्छ होइन। यो अहिले चाहिँ तपाईँलाई अप्सन छैन। जस्तै सामाजिकीकरण भनेको के हो भन्दा चाहिँ समाजमा घुलमिल भएर बस्न सक्ने होइन। जस्तै हाम्रो समाजमा विभिन्न जाति भाषा धर्म भएका मान्छेहरू घुलमिल भएर बस्न सक्छन् भनेको के भयो, सामाजिकीकरण। तपाईँले धेरै कुरा त्यहाँ तपाईँले बुझ्न सक्नुहुन्छ। अन्त तपाईँले त्यसो पोइन्टहरू बुझ्नुभयो भने तपाईँलाई के फाइदा हुन्छ भन्दाखेरि चाहिँ तपाईँलाई इक्जाममा चाहिँ यस्तै गरेर यो च्याप्टरबाट सिधै सोध्दैन है क्वेसन, त्यो च्याप्टरको सिधै क्वेसन सोध्दैन तपाईँलाई। त्यो च्याप्टरको यस्तै गरेर टपिक अथवा कुनै एउटा इम्पोर्टेन्ट वर्ड दिन्छ क्या, जस्तै वर्ड। यस्तै गरेर मानौँ समानता र समता हाम्रो देश नेपालको लागि महत्त्वपूर्ण छ भन्ने विषयमा चाहिँ तपाईँको धारणा के छ र यसका लागि चाहिँ समानता र समतालाई चाहिँ अझै बढाउनको लागि हाम्रो देश नेपाल सरकारले चाहिँ के गर्न सक्छ भने तपाईँलाई क्वेसन सोध्यो मानौँ है। मानौँ यो तपाईँलाई क्वेसन सोध्यो भने तपाईँले समानता र समता भनेकै थाहा छैन भने तपाईँले हावापावा लेख्नुभयो भने त मार्क्स त केही त दिएला, 1 मार्क्स दिएला, 5 मार्क्स छ भने पछि तपाईँले मार्क्स आउने चान्स घट्यो नि त। सो त्यही भएर तपाईँले समानता र समता भनेको जुन हाम्रो टपिकहरू छ अथवा पोइन्टहरू छ त्यो चाहिँ तपाईँले बुझ्नु पऱ्यो, त्यो चाहिँ तपाईँले थाहा हुनुपर्छ है।
ल यसो गरेर अब हाम्रो पहिचान छ। हाम्रो पहिचान भनेको के हो तपाईँले बुझ्नु पऱ्यो। अनि विविधतामा एकता भनेको के हो भनेको विभिन्न विभिन्न जाति भाषा धर्म भएका मान्छेहरू पनि सँगै मिलेर बस्नु भनेको के हो, विविधतामा एकता भयो। हाम्रो राष्ट्रिय गौरव भनेको के हो, गौरव भनेको हामीलाई पहिचान गराउने, हामीलाई चिनाउने कुराहरू है। राष्ट्रिय भनेको चाहिँ हाम्रो राष्ट्रमा चाहिँ चिनाउने गौरवहरूको को छ। त्यसै गरेर राष्ट्रिय विभूतिको कुराहरू आउँछ होइन। शङ्ख सखुवाको कुरादेखि लिएर अब अन्य विभिन्न विभूतिहरू छन्, त्यो पनि हेर्नुपर्छ तपाईँले। यस्तै गरेर मानव विकास सूचकाङ्क भनेको ह्युमन डेभलपमेन्ट इन्डेक्स के छ होइन, त्यो पनि तपाईँले बुझ्नु पऱ्यो। दिगो विकास भनेको के हो बुझ्नु पऱ्यो। सङ्घीयता भनेको के हो भनेर बुझ्नु। सङ्घीयता भनेको साह्रै इम्पोर्टेन्ट हो साथीहरू। सङ्घीय सरकार भनेर बन्यो भने 7वटा प्रदेशमा बन्यो भनेर भनेको छ होइन। सङ्घीयता भन्नाले चाहिँ यस्तै गरेर देशलाई चाहिँ एउटा मात्र निकाले नभइकन 7वटा विभिन्न प्रदेशहरूमा छुट्याएर चाहिँ काम गर्नु नै के हो, सङ्घीयता हो। तपाईँले त्यो बुझ्नु पऱ्यो। राष्ट्रिय गौरवको योजना भनेको हाम्रो देशमा चाहिँ अहिले चलिरहेका ठुला योजनाहरू, जस्तै गरेर अब यो के काठमाडौँ तराई दूत मार्ग के छ, त्यो पनि राष्ट्रिय गौरवको योजना भयो होइन। माथिल्लो तामाकोसी के जलविद्युत आयोजना, त्यो पनि राष्ट्रिय गौरवकै आयोजना भयो होइन। सो धेरै आयोजनाहरू छन्, त्यो तपाईँले बुझ्नुपर्छ है। यस्तै म यहीँबाट देखाइदिन्छु, नत्र बरु सजिलो हुन्छ होइन। राष्ट्रिय गौरवको आयोजना त्यो कुरा भइहाल्यो। त्यस्तै हाम्रा राष्ट्रिय सम्पदा भनेको राष्ट्रिय सम्पदामा के कुराहरू छन् तपाईँले थाहा हुनु पऱ्यो होइन। अनि हाम्रा लोकगीतहरू के छन्, लोकबाजाहरूबाट साथै लोकबाजाहरूबाट चाहिँ 1 मार्क्सको क्वेसन सोधिएर हुन्छ, सिधै फिक्सै हो है। 2टाबाट 1 मार्क्सको क्वेसन आउँछ, 2टाबाट अथवा एउटाबाट त 1 मार्क्सको क्वेसन आउँछ नै आउँछ है। यो चाहिँ होइन तपाईँले थाहा हुनुपर्छ। लोकबाजा यो बाजा कसको हो, जस्तै यो बाजा कसको हो, यो बाजा कुन जातिको हो त तपाईँले थाहा हुनुपर्छ। त्यस्तै गरेर चाहिँ हाम्रा लोक तथा शास्त्रीय नृत्य भनेको नाचहरूको बारेमा तपाईँले थाहा हुनु पऱ्यो। नृत्य भने नाच हो, तपाईँले यति कुरा थाहा छैन भने चाहिँ तपाईँले एक्जाममा गर्न सक्नुहुँदैन। त्यही भएर तपाईँलाई यो कुरा चाहिँ थाहा हुनुपर्छ। त्यसपछि अर्को कुरा हाम्रा राष्ट्रिय दिवसहरू के छन् होइन, त्यो थाहा हुनु पऱ्यो। अन्तर्राष्ट्रिय व्यक्तित्वहरू को छ, यस्तै गरेर मानौँ कि अन्तर्राष्ट्रिय व्यक्तित्वमा आउँछ हामीहरूको को आउँछ, कसै नाम यसो विचार गरौँ त। अन्तर्राष्ट्रिय व्यक्तित्व भन्नाले चाहिँ विश्वव्यापी रूपमा चिनेका व्यक्तित्व है। हामीले जुन यहाँ माथि राष्ट्रिय व्यक्तित्व कता पढ्यो भने हाम्रा राष्ट्रिय कहाँ गयो खोइ, हाम्रा राष्ट्रिय गौरवहरू भनेको राष्ट्रिय व्यक्तित्वहरू नै भन्नु खोजेँ होइन। तर यहाँ चाहिँ के भन्छ, अन्तर्राष्ट्रिय व्यक्तित्व भने अन्तर्राष्ट्रिय रूपमा परिचित के है। अब विश्व बन्धुत्व र मानवता। विश्व बन्धुत्व भनेको विश्वव्यापी रूपमा कसरी मान्छेहरू मिलेर बसेका छन् है। विभिन्न जाति भए पनि द्वन्द्व छैन भन्नु खोजेको है। हाम्रा सामाजिक दायित्वहरू हामीले के गर्नुपर्छ भनेर छ। अब मानव विकास एउटा गम्भीर समस्या हो, यसको बारेमा तपाईँले बुझ्नु पऱ्यो। मानव विकास भनाइ चाहिँ के हो भनेर बुझ्नु पऱ्यो होइन। त्यो नै थाहा छैन भने तपाईँले कसरी गर्न सक्छ। हरेलु हिंसाहरू, अब अन्धविश्वासहरूको बारेमा तपाईँले थाहा हुनु पऱ्यो। इक्जाम्पलहरू थाहा हुनु पऱ्यो। यस्तै गरेर अब मानौँ बौसी प्रथाहरू अनि जातीय रूपमा भेदभावहरू, जाति भाषा धर्म वर्ग लिङ्गका आधारमा पनि भेदभावहरू भयो। अथवा अब कामरू अथवा के प्रथाहरू भन्छ के अरे होइन। पहिला त उतापट्टि ऊ पनि के अरे सती पनि हुन्थ्यो, अहिले सती त छैन। त्यही पनि अहिले के अरे हामीहरूको समाजमा दाइजो प्रथाहरू, त्यो भनेको ठुलो समस्याहरू हो नि त, अन्धविश्वासहरू भयो है। यस्तो विश्वासहरूलाई चाहिँ हामी हटाउनुपर्छ भनेर तपाईँलाई इक्जाम्पलहरू थाहा हुनु पऱ्यो। घरेलु हिंसाहरू के हुन्छ त्यो थाहा हुनु पऱ्यो। अब व्यवस्थापिका भनेको यो चाहिँ इम्पोर्टेन्ट हो। व्यवस्थापिका भनेको के हो, सङ्घीय कार्यपालिका, न्यायपालिका, यिनीहरू तपाईँले मानव अधिकारहरू 10-15वटा याद हुनुपर्छ है। अब हावापानी प्रभाव चाहिँ पृथ्वीको बारेमा चाहिँ डिफ्रेन्ट जस्तै हाम्रो उत्तर महादेश के छ होइन। यसबाट चाहिँ प्रायः जस्तो क्वेसन अलिकति कमै सोध्छ, तर यसबाट चाहिँ हावापानीको कुरा सोधिरहेको हुन्छ। किन त्यहाँको हावापानी कुन प्रदेशमा हावापानी चिसो हुन्छ, कुन तातो हुन्छ होइन। अब भूकम्प भनेको के हो, जस्तै भूकम्प भनेर तपाईँले थाहा हुनु पऱ्यो। जस्तै हाम्रो भूकम्प आएको छ नि, त्यस्तै गरेर के हो त्यो चाहिँ बुझ्नुपर्छ तपाईँले। अब यो चाहिँ झन् इम्पोर्टेन्ट चाहिँ साथीहरू। हाम्रो विगतहरू चाहिँ तपाईँले बुझ्नु नै पर्छ। यो चाहिँ टक्क लगाएर तपाईँले आउनु नै पऱ्यो होइन। अब तपाईँलाई यसबाट समय रेखा बना भनेर सोधिरहेको हुन्छ। सो यो चाहिँ तपाईँले थाहा हुनुपर्छ है, के छ भनेर। अनि त्यस्तै गरेर दिल्ली सम्झौताहरूदेखि लिएर के चाहिँ तपाईँले आफूले पढ्नु होला एकचोटि होइन। त्यो सबै त मलाई थाहा छैन। हाम्रो पृथ्वी छ नि, हाम्रो पृथ्वीबाट चाहिँ तपाईँलाई यो जस्तै महादेशहरूको चाहिँ नक्सा बनाउनु अथवा नेपालको नक्सा बनाउनु भनेर क्वेसन सोधिरहेको हुन्छ। फिक्स हो साथीहरू। यो करिब 8 मार्क्समा सोध्छ के अरे, आई थिङ्क है 8 मार्क्समा सोध्छ के अरे। यो तपाईँले चाहिँ नेपालको नक्सा बनाउँछ बुझ्दै जानुभयो भने तपाईँले 8 मार्क्स त्यहाँ आइगयो। अनि च्याप्टर वाइजको तपाईँले एक्सर्साइज गर्नु परेन। अब आर्थिक क्रियाकलापमा ऊर्जा यो त तपाईँले आफ्नै पारमा पनि गर्न सक्नुहुन्छ। तपाईँले यस्तै गरेर अर्थशास्त्र पढ्नु भयो भने त्यो तपाईँलाई सबै परिचय हुन्छ पहिलेदेखि होइन। त्यति धेरै गाह्रो पर्दैन। अर्थशास्त्र पढायो अथवा अकाउन्ट पढायो भने सजिलो हुन्छ होइन। यो चाहिँ होइन यो कुराहरू तपाईँले थाहा हुनु पऱ्यो। नेपालको यो पनि यो चाहिँ जनसङ्ख्याको बारेमा चाहिँ पनि तपाईँले थाहा हुनुपर्छ। सो यति कुरा चाहिँ तपाईँलाई थाहा भयो भने चाहिँ तपाईँले केही न केही चाहिँ लेख्न सक्नुहुन्छ। क्या टपिकहरू चाहिँ बुझ्नुभयो भने है। फर्स्ट पोइन्ट यो भयो। सेकेन्ड पोइन्ट भनेको टपिक एक्सप्लेन गर्न आउनुपर्छ।
पर्छ। तपाईँलाई टपिक एक्सप्लेन गर्न कसरी आउँछ भने तपाईँले यो जुन परिभाषा उदाहरण र घटनाक्रमहरू छ नि हो यो कुराहरू तपाईँलाई थाहा भयो भने तपाईँले अटोमेटिक एक्सप्लेन गर्न सक्नुहुन्छ क्या। अझै समानता र समता भन्ने क्वेसन आयो भने समानता भनेको के हो र समता भनेको के हो होइन त्यो कुरा तपाईँलाई थाहा छ भने चाहिँ तपाईँले त्यसलाई 2 पाना लेख्न सक्नुहुन्छ क्या। राम्रोसँग व्याख्या गरेर टक्क लाएर मिलाएर इक्जाम्पलहरू थाहा छ भने इक्जाम्पल दिँदै गर्नु भने तपाईँको मार्क्स फुलमा फुल दिन्छ क्या। यसरी 4 मार्क्स छ भने 4 मा 4 नै दिन्छ है, 4 आउट अफ 4 दिन्छ। सो यस्तो कुराहरू हुन्छ है। त्यसपछि अर्को कुरा आउँछ तपाईँको ह्यान्ड राइटिङ। तर मेरो चाहिँ राम्रो होइन त्यही पनि है ह्यान्ड राइटिङ पनि कुरा आउँछ तपाईँले यसले पनि तपाईँले इम्प्याक्ट चाहिँ गर्छ होइन। तर तपाईँले अझै राम्रोसँग लेख्न सक्नुहुन्छ भने राम्रो हो। अब जतिको छ अब सुधार्न त कसरी मिल्नु र त्यही पनि ह्यान्ड राइटिङमा चाहिँ एउटा इम्प्याक्ट चाहिँ पर्छ है A+ ल्याउनुमा। अर्को कुरा चाहिँ तपाईँको आउँछ टाइम म्यानेजमेन्ट। टाइम म्यानेजमेन्टको कुरा आउँछ है। अब टाइम म्यानेजमेन्ट भनेर चाहिँ तपाईँले सामाजिकमा कसरी धेरै स्टुडेन्टहरूको टाइम मिलेन होइन अथवा टाइम भ्याइएन भन्ने कुरा पनि गुनासो नै आइरहेको हुन्छ। त्यो पनि तपाईँले चाहिँ मिलाएर गर्नुभयो भने तपाईँको सजिलो हुन्छ। सो यति कुरा चाहिँ तपाईँले मेनली गर्नु पऱ्यो। मेन भनेको चाहिँ साथीहरू यो बुझ्नुभयो भने यति गर्नुभयो भने तपाईँको सामाजिकमा मेरो विचारमा A त फिक्सै हो। A+ चाहिँ तपाईँले अब यो नेपालको नक्साहरू राम्रोसँग चटक्क लाएर बनाउनु भयो होइन यसो अलिअलि राम्रोसँग व्याख्या गर्न सक्नुभयो भने चाहिँ तपाईँको A+ फिक्सै आउँछ। यसलाई तपाईँ हात्तिनै पर्दैन। यति चाहिँ तपाईँले थाहा पाउनु पऱ्यो। च्याप्टर बाई टपिकहरू एक्सर्साइज गर्नु परेन है। च्याप्टरको एक्सर्साइज अथवा के भन्छ त्यसलाई अभ्यासहरू तपाईँले गर्नु परेन। तर तपाईँले यति मात्र त्यो च्याप्टरको तपाईँले बुझेर जानुभयो भने तपाईँलाई अरू केही पनि गाह्रो पर्दैन। एक्जाममा तपाईँको यतिबाटै मात्र सोधेर हुन्छ प्रायः जस्तो परिभाषा त्यही च्याप्टरको क्वेसनहरू अनि त्यहीबाट टक्क क्वेसन्सहरू सोधेर हुन्छ। यसरी जानु भने तपाईँको चाहिँ अराउन्ड A देखि A+ आउँछ। यति कुरा मैले तपाईँलाई भनिदिइहालेँ। अब तपाईँलाई अझै केही कुरा थाहा नै छैन त्यही पनि अलिक नयाँ खालको क्वेसन आयो भने चाहिँ आफ्नो साथीहरूलाई सोध्ने है। साथीहरूलाई तपाईँले सोधिहाल्ने है। यस्तो साथीहरू तल माथि कोही हुन्छ नि त तिनीहरूलाई केही कुरा थाहा हुन्छ। सो बरु आफ्नै पारामा हाउडे पारा नलेख्ने क्या। यसो विचार गर्ने के होला त यसको एन्सर केहीसँग तुलना गर्न सक्ने केहीसँग सोच्न खोज्ने केसँग यसलाई मिल्छ जस्तो लाग्छ तपाईँलाई होइन कुन च्याप्टरको हो जस्तो लाग्छ तपाईँलाई। मैले त्यो च्याप्टरको हो भने त्यो सम्बन्धी कुराहरू मिल्छ नि त त्यो च्याप्टरहरूको कुरालाई टक्क मिलाएर यसो हावापावा भयो भने यसको च्याप्टरहरूको कुरा हावापावा त नलेख्नु। जस्तै गरेर मानौँ कसै समानता र समता भने कुन पोर्सनको कुरा हुन्छ कुन एकाइको कुरा हुन्छ त यो यसो विचार गर्दा तपाईँलाई आएन भने यो भने के हो ओहो यो एकाइको हुन्छ त यो एकाइ 2को होला। मैले चाहिँ मैले लाइक उदाहरण दिएको है एकाइ 2को होला भनेपछि एकाइ 2मा त यस्तो कुरा थियो क्या भनेपछि यस्तो कुराको बारेमा त होला नि मैले तपाईँले त्यसरी तपाईँले व्याख्या गरेर लेख्न सक्नुहुन्छ। सो आजलाई यति गरौँ साथीहरू। थ्याङ्क फर वाचिङ भिडियो। सी यु अगेन बाई। लाइक एन्ड सब्सक्राइब भन्छ साथीहरू नभुल्नु होला। हाम्रो पनि अब यसमा चाहिँ 500 लाइकको टार्गेट रहेको छ भने यो चाहिँ यो भिडियोबाट साथीहरू हामीलाई चाहिँ 500 नै सब्सक्राइबरको हामी टार्गेट रहेको छ र 5 सेयरको टार्गेट रहेको छ। साथीहरूले यसलाई पुरा गरिदिनु होला है। सो थ्याङ्क फर वाचिङ भिडियो साथीहरू। भिडियोलाई पुरा अन्तिमसम्म हेर्नु होला। धन्यवाद है। तपाईँको एक्जाम राम्रो जाओस् है। सो थ्याङ्क यू।